हेलो नमस्ते नमस्कार तपाईँहरू सम्पूर्णलाई मेरो तर्फबाट एकैचोटिमा। त्यसै गरी मैले चाहिँ यहाँ ओखलढुङ्गाको हाम्रो ओखलढुङ्गा पार्कको हामीले तपाईँहरूलाई भिडियो बनाएर छोटो भ्लगको तर्फमा हामीले तपाईँहरूको सामु स्वीकार्ने तर्फमा हामीले यो भिडियो बनाएका हौँ र यो त्यसै गरी म चाहिँ यो मेरो पहिलो भ्लग रहेको छ। कृपया तपाईँहरूले सबैले सपोर्ट दिन सक्नुहुनेछ। सपोर्ट तपाईँहरूले मलाई सपोर्ट देखाउन सक्नुहुन्छ। सपोर्टहरू देखाएर लाइक सब्सक्राइब गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। त्यसै गरी आजको मौसम चाहिँ भन्नुपर्दाखेरि अलिक धेरै नै बिग्रेको देखिन सकिन्छ हामीले। त्यसै गरी अब यो चाहिँ मेरो पहिलो भ्लग रहेको छ, त्यही भएर अब के बोल्ने हुँदो रहेछ। त्यही भएर अलिकति मलाई पनि कस्तो गाह्रो भएको थियो। म पनि बिहान नुहाएको थिएँ नि त, त्यसैले नि त मेरो अलिकति कपालहरू पनि धोइरहेको थियो। त्यही पनि मैले कपाल छुइरहेको थिएँ कि, अनि त्यही पनि मेरो अलिक अप्ठ्यारो हुँदो रहेछ। अनि त्यही भएर कपाल छुको थिएँ, म पनि चलाएको कपाल। अनि त्यसै गरी अब मैले तलतिर झरेँ, अनि तलतिरको यो भन्छ श्रीचरण पार्क अब हामी यतिर देखाइरहेको छौँ तपाईँहरूलाई। तपाईँहरू हेर्दै तपाईँहरूले सपोर्ट दिनु होला कृपया भन्न चाहन्छु। यो चाहिँ मेरो फर्स्ट भ्लग रहेको छ। त्यसै गरी अब हामीले चाहिँ कसरी देखाउनेछौँ। अब हाम्रो क्यामेरा खासै राम्रो नभएको हुनाले तपाईँहरूले अब धेरै अब कष्ट गर्दै देखाउन सक्नु। कृपया तपाईँहरूले हेरेर मनोरञ्जन गर्न सक्नुहुनेछ र हामीलाई कृपया सपोर्ट देखाउनु होला भन्न चाहन्छु। र हामी त्यसै गरी तलतिर झरेर यहाँ विभिन्न अब भाषा त नभनौँ, अब संस्कृति भनौँ न, यो चाहिँ रहेको छ। यस्तो हाम्रो नेवार समुदायको संस्कृति रहेको छ। उहाँहरू अब यो चाहिँ थाहा भएन मलाई, उहाँहरू राईहरू रहनुभएको छ। त्यसै गरी यहाँ जलपरी भन्ने गरेर जलपरीको हामीले यहाँ यसलाई यस्तो के भन्छ अब त्यो बनाएको छ भनौँ न अब। अनि त्यसै गरी तपाईँहरूले हेर्न सक्नुहुनेछ। अब हामी चाहिँ यहाँबाट हामी गइसक्यौँ, हामी चाहिँ मास्तिर जानेछौँ। मास्तिर पार्कहरू रहेको छ, सानो खालको रहेको छ। त्यसै गरी हाम्रो चाहिँ यहाँबाट हामी निस्किसकेको छौँ गाइस। अब तपाईँहरू हेरेर जानु होला के हुन्छ कसो हुन्छ। हामीले तपाईँहरूलाई यही भिडियोमा पुरै त नभनौँ, अलिक केही ठाउँहरू हामीले समेटेर बनाएका भ्लग छौँ। कृपया तपाईँहरूले हामीलाई सपोर्ट देखाउन सक्नुहुनेछ। हेर्दै जानु होला के हुन्छ। अब हामी चाहिँ एकैचोटि बिचको चाहिँ हामीले भिडियो एडिट गरिसकेको छौँ, किनकि त्यो ठाउँ चाहिँ हामीले राखेनौँ, अलिकति केही समस्या भएको थियो। त्यही भएर अब हामीले चाहिँ यो अहिलेको बालबालिकाहरूको लागि ठाउँहरू बनाएको छ। त्यसैले तपाईँहरूलाई हामीले यो अहिले भर्खर नयाँ आएको, त्यसैले हामीले तपाईँहरूलाई जानकारी गरायौँ। र हामी त्यहाँबाट निस्किसकेपछि हामी मास्तिर गयौँ। यो भन्छ स्रष्टा पार्क, यो स्रष्टा पार्क भन्छ। यो स्रष्टा पार्क हाम्रो के भन्छ अब हाम्रो ओखलढुङ्गा जिल्लाको चाहिँ हाम्रो महान व्यक्तिहरूको चाहिँ अब यो केही तस्बिरहरू बनाइएको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। अब रोक्नुहोस्, हामी पनि अगाडि जाँदैछौँ, अगाडि बढ्दैछौँ र हेर्नुहोस् ओखलढुङ्गाको स्रष्टाहरू भनेर लेख्न सकिएको छ। त्यसै गरी हामीले यहाँबाट निस्किसकेपछि तलतिर देख्न सक्छौँ अहिले बनाएको छौँ पुल। हामीले यो चाहिँ स्रष्टा पार्कदेखि लिएर हामीले बजारसम्ममा जोडिनको लागि बनाइएको पुल रहेको छ, बनाउनु भएको छ। र हामीले चाहिँ यही भिडियो मार्फत हामीले देखाउने प्रयास गरेर हामीले देखाएका छौँ। हजुरहरूले सपोर्ट दिनु होला भन्न चाहन्छु। त्यसै गरी म तलतिर झरेर पनि तपाईँहरूलाई भिडियो सामु देखाएको छु। कृपया हजुरहरूले मलाई सपोर्ट दिनु सक्नुहुन्छ, सपोर्ट देखाउन सक्नुहुन्छ, माया गर्न सक्नुहुन्छ, माया देखाउन सक्नुहुनेछ।